चल्नु गऱ्यो बिहान बनाएर जान्छौँ बेलुका आउँदा फेरि भत्काइदिइहाल्छौँ यहाँ चाहिँ अब यहाँ चाहिँ पुल बनाउनु पर्छ है कसले बनाइदिने कहाँ जानु थाहै छैन त्यहाँसम्म अब खोला त्यहाँबाट छोटो खोला रे होला तर विनाशकारी पनि रहेछ होइन गाह्रो आज दर्शक दिन धमाधम राति खोलाको बाटो चाहिँ बन्दै गरेको अवस्था छ छैन ल हामी यहाँ चारजनाले बाइक स्कुटीसम्म छिर्ने चाहिँ बनाउने कोसिस गर्दैछ जानुपर्ने हो सेउटीमा पुल चाहिँ बन्यो तर हामीलाई त अलिक फाइदा भएको जस्तो लाग्यो अब त्यहाँबाट जाउँ भने त्यो पुल बन्यो पुल पुल मात्र बनेको छ पुल बनेपछि खोइ विकास नै भएको छैन बाटोको होइन पुल बन्यो पुलको अर्थै भएन होइन अब आज उद्घाटन अरे माननीयहरूलाई आउन पनि गाह्रो छ कता यता गाडी राखेर हिँड्दै आउने हो कि 13मा गाडी राखेर हिँड्दै आउने हो कि बाटो त कहीँ छैन हामीले त यहाँ मरिकन यहाँनिर बाइकसम्म बोल्नुपर्छ छिर्ने अब यस्तो बेलामा होइन हाम्रो गाउँमा अब बिरामी साह्रो पऱ्यो भने त हामीलाई गाह्रो भएन न एम्बुलेन्स आउँछ न कुनै गाडी आउँछ बाइकमा हालेर ल्याउने कुरा हुँदैन बिरामीलाई होइन लास्टमा त बोकेरै लानु पर्ने हुँदैन भन्यो पुल अर्थै भएन होइन जस्तो लाग्यो अब अहिले पनि निकास नभएको कारणले अब निकास भइदिएको भए चाहिँ अब पुलको अर्थ हुन्थ्यो निकास छैन पुलको अर्थ अब हामीलाई त पहिला र अहिलेमा अलिक केही फरकै छैन पहिला पनि हामीले बिरामी बनायो जुन चाहिँ बारीले लगेर जान्थ्यो होइन अनि हामी आएर बेलुका बनाएर जान्थ्यौँ त्यस्तै हो होइन अब अहिले पनि त्यस्तै भन्छ अब श्रमदानै गरेर भए पनि त्यहाँ जत्रै यहाँनिर लायो भने चाहिँ धेरै राम्रो है यसलाई रोबोट बनाएर छिकेर गाडी छिरिसक्यो भने पनि हुन्छ यो फेरि हेर्दा सानो खोला छ तर ओभर आइदिन्छ क्या ठाडो खोला भएर हुँदैन चाहिँ छोटो एकदम ठाडो खोला भएर चाहिँ त्यस्तो लिएर थुपारिदिन्छ अनि सकियो मास्तिबाट भत्केर पहिरो भत्केर रहेछ नि हाम्रो गाउँमा बिरामी भयो भने चाहिँ साह्रै छ अन्त त्यो खोज्नु पहिला त जस्तै अनि काँधमा त्यो डोकोमा बोकेर हिँड्ने बेला अब हाम्रो के भन्छ वडा नम्बर 4 भन्दा चाहिँ ओभर धरानको होइन धरान नगरपालिकाको विकसित भइसकेको ठाउँ जस्तो सुन्छ नि त मान्छेले होइन 4 तर यहाँ चाहिँ बत्ती मुनिको अँध्यारो जस्तो भइरहेको तर अब 4 त सबैभन्दा यो धरान नगरपालिकामा लास्टमा परेको हो नि त होइन भूगोलले गर्दाखेरि नि होला होइन तर नम्बर अनुसारको उयो चाहिँ छैन विकास चाहिँ छैन छ त छैन नि ल हामीले यहाँ कुरा गर्दै गर्दै अहिलेको कार्यभाग हो र यता हाम्रो अग्रज श्रमदाता बोकेर आइपुग्नु ल स्वागत छ तपाईँहरू नमस्कार हजुर सर मलाई त राजन सरले कुदिहाल्नु के बोकेर आउनु हो मैले त्यही बोल
तर्फबाट अध्यक्षज्यूबाट